एडेसिभ एन्ड कोहेसिभ प्रपर्टी भनेर भनेको छ है। अब यो एडेसिभ र कोहेसिभ प्रपर्टी भनेको जनरली के हो त भन्दाखेरि तपाईँको यो बाइन्डिङ प्रपर्टी हो। यो मेटेरियल चाहिँ तपाईँको चाहिँ अरूसँग मिक्स गर्दाखेरि चाहिँ होइन यसले चाहिँ बाइन्ड गर्ने प्रपर्टी चाहिँ तपाईँको चाहिँ सोन अफ गर्छ कि गर्दैन भनेको हो। कोहेसिभ र एडेसिभको चाहिँ मेन फङ्सन भनेको त्यो हो। र यसमा के छ त भन्दाखेरि तपाईँको चाहिँ हिट अफ हाइड्रेसन भनेर एउटा टर्म छ हो। हिट अफ हाइड्रेसन भनेर छ एउटा, यहाँनिर हेर्न सक्नुहुन्छ। अब यो हिट अफ हाइड्रेसन भनेको जनरली केमा तपाईँले चाहिँ अब सिमेन्टको डिटेल पढ्दाखेरि चाहिँ यो आउँछ तपाईँको होइन। यसमा पनि तपाईँको चाहिँ बक कम्पाउन्डहरू चाहिँ पढ्दाखेरि चाहिँ जनरली आउँछ वाटर र होइन एमाउन्ट अफ हिट होइन amount of heat that is generated during the reaction of अथवा during the reaction between भनौँ होइन, during the reaction between के त भन्दाखेरि तपाईँको reaction between वाटर एन्ड सिमेन्ट होइन। वाटर र सिमेन्टको बिचमा चाहिँ जब रिएक्सन हुन्छ त्यति बेला चाहिँ जुन हिट जेनेरेट हुन्छ त्यसलाई हामी के भन्छौँ, त्यो प्रोसेसलाई हामी के भन्छौँ त भन्दाखेरि चाहिँ हिट अफ हाइड्रेसन, अथवा त्यो बेलामा चाहिँ जेनेरेट भएको चाहिँ हिटलाई हामी के भन्छौँ त भन्दाखेरि हिट अफ हाइड्रेसन भनेर भन्छौँ। हाइड्रेसन भनेको के हो त भन्दाखेरि तपाईँको वाटर र सिमेन्ट बिचको चाहिँ रिएक्सन हो। यही रिएक्सनले को कारणले गर्दाखेरि के हो त भन्दाखेरि तपाईँको सिमेन्टमा चाहिँ अथवा भनौँ कङ्क्रिटमा चाहिँ बोन्डिङको नेचर डेभलप हुन्छ है। तपाईँको चाहिँ यो प्रपर्टीको कारणले गर्दाखेरि चाहिँ बाइन्डिङ नेचरलाई चाहिँ एसिस्ट गर्छ र कङ्क्रिट बनाउन चाहिँ मद्दत गर्छ हो। तपाईँ चाहिँ कङ्क्रिट प्लेसमेन्ट गरिसकेपछि अथवा मोटार प्लेसमेन्ट गरिसकेपछि चाहिँ त्यसलाई चाहिँ त्यही ठाउँमा चाहिँ सठिक रूपमा चाहिँ स्टेबल रूपमा चाहिँ त्यसलाई त्यही राख्नको लागि, त्यही सेट गराउनको लागि चाहिँ एसिस्ट कसले गर्छ त भन्दाखेरि चाहिँ सिमेन्टले गर्छ होइन। त्यो कारणले गर्दाखेरि सिमेन्ट भनेको के हो त भन्दाखेरि फाइनली ग्राउन्डेड मेटेरियल हो तपाईँको है, जसमा चाहिँ एडेसिभ र तपाईँको कोहेसिभ प्रपर्टिज हुन्छ होइन। अब यहाँ हिट अफ हाइड्रेसनको कुरा पनि मैले भनिदिएँ होइन। नर्मली यो चाहिँ तपाईँको हिट अफ हाइड्रेसनको कुरा चाहिँ बेसिकली तपाईँ केमा आउँछ त भन्दाखेरि यो चाहिँ तपाईँको एमसिक्यूमा होइन। यो टर्मलाई चाहिँ एमसिक्यूमा चाहिँ तपाईँको चाहिँ राखिदिन सक्छ है, त्यो पार्ट छ होइन। अब यहाँनिर चाहिँ हेर्दाखेरि तपाईँको ठिक छ। अब यहाँनिर हेर्नु तपाईँलाई म एउटा कुरा भन्छु, सिमेन्ट आइसकेपछि चाहिँ अब सिमेन्टको चाहिँ पार्टिकल साइज कति हुन्छ त नि भन्ने कुरा आउँछ होइन। सिमेन्टमा चाहिँ जुन सानो सानो कणहरू हुन्छ त्यसको साइज कति हुनुपर्छ अथवा कति हुन्छ भन्ने कुरा छ। अब पार्टिकल तपाईँको चाहिँ एभरेज पार्टिकल साइज अफ तपाईँको चाहिँ होइन एभरेज पार्टिकल साइज अफ सिमेन्ट होइन। सिमेन्टको चाहिँ एभरेज पार्टिकल साइज भनेको कति हुन्छ त भन्दाखेरि तपाईँको अब यहाँ धेरै कुराहरू तपाईँले चाहिँ भ्यालुहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। एउटा 10 to 30 माइक्रोमिटर भनेर भन्छ होइन। यो एउटा छ यो डाटा होइन। अब तपाईँलाई नझुकिनु, ठ्याक्कै इक्जाममा चाहिँ कुन चाहिँ डाटामा टिक लगाउने भनेर चाहिँ भन्ने कुरा पनि म गर्छु। तर नर्मली के छ त भन्दाखेरि तपाईँको हो, नर्मली के छ त भन्दाखेरि तपाईँको पार्टिकल सिमेन्ट पार्टिकलको साइज चाहिँ तपाईँको नर्मल्ली 40 भन्दा तल हुन्छ भनेको लेस चाहिँ तपाईँको के हुन्छ 40 माइक्रोमिटर होइन। 40 माइक्रोमिटर भन्दा तपाईँको चाहिँ तल हुन्छ होइन। तर जनरली अब चाहिँ अब क्वेसनमा सोध्यो भने वाट इज द एभरेज पार्टिकल साइज अफ सिमेन्ट अथवा वाट इज द एभरेज पार्टिकल साइज अफ सिमेन्ट भनेर सोध्यो भनेदेखि तपाईँ त्यो बेलामा चाहिँ तपाईँको एभरेज पार्टिकल साइज होइन अथवा सिमेन्ट पार्टिकलको चाहिँ एभरेज साइज भनेको कति हुन्छ त भन्दाखेरि त्यति बेला आउनु पर्दाखेरि चाहिँ तपाईँको 15 माइक्रोमिटर भनेर हुन्छ होइन। यो अप्सनमा तपाईँले चाहिँ टिक लगाउने एमसिक्यूमा सोध्यो भनेदेखि चाहिँ है। यसरी चाहिँ कन्टेन्टहरू चाहिँ दिएको हुन्छ होइन। अब यो अहिले हामी प्रपर्टिजमा पनि पढ्छौँ। सिमेन्टले चाहिँ डिफ्रेन्ट प्रपर्टिजहरू चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि सो अफ गरेको हुन्छ, त्यो प्रपर्टीमा चाहिँ हामी पढ्छौँ है। ल ठिक छ। अब हेर्नु तपाईँको यहाँनिर म तपाईँको यो सिमेन्टको प्रपर्टिजको विषयमा चाहिँ डिस्कस गर्छु। प्रपर्टिज अफ सिमेन्ट भनेर छ होइन। वाट आर द प्रपर्टिज अफ सिमेन्ट भनेर पनि क्वेसन आउँछ है। क्वेसन कसरी आउँछ त भन्दाखेरि वाट आर द प्रपर्टिज हो, वाट आर द प्रपर्टिज अफ के छ सिमेन्ट है। वाट आर द प्रपर्टिज अफ सिमेन्ट भनेर यसरी चाहिँ तपाईँको सब्जेक्टिभ पार्टमा चाहिँ क्वेसन आउँछ। सिभिल सबमा चाहिँ यसरी क्वेसन आउँछ है। भनेपछि यही प्रपर्टिजलाई राखेर फेरि के गर्छ त भन्दाखेरि 7th लेभलमा तपाईँको चाहिँ
फर्स्ट पार्टमा चाहिँ क्वेसन आउन सक्छ है। 7th लेभलमा फेरि एमसिक्यू पोर्सनमा चाहिँ तपाईँको आउन सक्ने सम्भावना चाहिँ हुन्छ। अब सिमेन्टको प्रपर्टिजहरू के हो? अब सिमेन्टमा चाहिँ तपाईँको त डिफ्रेन्ट टेस्ट गरिन्छ। एउटा फाइननेस टेस्ट गरिन्छ, साउन्डनेस टेस्ट गरिन्छ होइन, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट गरिन्छ, वाटर एब्जर्प्सन टेस्टहरू गरिन्छ होइन। साउन्डनेस टेस्ट भनेको तपाईँको चाहिँ के छ त, त्यसको चाहिँ ओरिजिनल त भोल्युम जुन छ त्यो भोल्युमबाट चाहिँ भोल्युम चेन्ज कति भयो होइन। सर्टेन तपाईँको चाहिँ 10 mm भन्दा चाहिँ बढी भोल्युम चेन्ज भयो भनेदेखि चाहिँ त्यो सिमेन्ट के हुन्छ त भन्दाखेरि तपाईँको फेलियर कन्डिसनमा जान्छ होइन, भोल्युम चेन्ज धेरै हुँदैन भएन होइन। साउन्डनेस टेस्ट भनेको तपाईँको चाहिँ ओरिजिनल भोल्युमबाट चाहिँ भोल्युम चेन्ज चाहिँ कति हुन्छ भन्ने कुरा हो। साउन्डनेस टेस्ट त्यसको लागि गरिन्छ। फाइननेस टेस्ट भनेको सिप एनालाइसिस होइन, त्यसको फाइननेस कति छ, अहिले मैले एभरेज पार्टिकल साइज कति हुन्छ भनेर भन्ने कुरा गरेँ हो। त्यो पोर्सनहरू चाहिँ कभर गरिदिएको हुन्छ, त्यही अनुसार चाहिँ तपाईँहरू चाहिँ जानुपर्छ भनेदेखि चाहिँ। अब त्यो सँगसँगै चाहिँ इनिसियल सेटिङ टाइम, नर्मली चाहिँ तपाईँको चाहिँ सिमेन्टको चाहिँ इनिसियल सेटिङ टाइम र फाइनल सेटिङ टाइम कति हुन्छ। पोर्टल्यान्ड सिमेन्ट भनेर भन्छौँ होइन, जनरली हामीले युज गर्ने भनेको के हो त, पोर्टल्यान्ड सिमेन्ट हो होइन, नेपालको कन्टेक्समा हो। अब यो पोर्टल्यान्ड सिमेन्ट भनेको के हो त भन्दाखेरि तपाईँको यो भनेको के हो त भन्दाखेरि हाइड्रोलिक सिमेन्ट हो कि यो। हाइड्रोलिक सिमेन्ट किन भनेको त भन्दाखेरि व्हेन इट रियाक्ट विथ वाटर हो, तपाईँको चाहिँ जब चाहिँ यो चाहिँ वाटरसँग रियाक्ट गर्छ नि, यो के हुन्छ त भन्दाखेरि सेट हुन थाल्छ कि, त्यो कारणले गर्दाखेरि यसलाई हाइड्रोलिक सिमेन्ट भनेर भनेको पोर्टल्यान्डलाई। जस्तै लाइनको केस जानुभयो भनेदेखि चाहिँ होइन, लाइनको केसहरू चाहिँ आउँछ होइन, सुर्खेत केसहरू आउँछ। त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि कार्बोनेसनबाट होइन, जुन चाहिँ एयरसँग चाहिँ रियाक्ट गर्छ, एयरसँग चाहिँ रियाक्ट गर्दाखेरि चाहिँ तपाईँको चाहिँ सेट हुन्छ नि, त्यसलाई हामी के भन्छौँ त भन्दाखेरि चाहिँ त्यो नन हाइड्रोलिक सिमेन्ट भनेर भन्छौँ त्यो कन्टेक्समा। भनेदेखि चाहिँ यो पोर्टल्यान्ड सिमेन्ट भनेको के हो त, हाइड्रोलिक सिमेन्ट हो। अब हामीले यसमा पढ्ने पनि के हो त भन्दाखेरि यही हाइड्रोलिक सिमेन्टको विषयमा पढ्ने हो। अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट अथवा चाहिँ पोजोलोना पोर्टल्यान्ड सिमेन्ट होइन जुन चाहिँ छ है, यो सबै के हो त भन्दाखेरि हाइड्रोलिक सिमेन्टहरू है। अब जाउँ हामीसँग प्रपर्टिज अफ सिमेन्टमा। अब फर्स्ट पोइन्टमा जाउँ, स्पेसिफिक ग्राभिटी होइन, स्पेसिफिक ग्राभिटी अफ सिमेन्ट, स्पेसिफिक ग्राभिटी अफ सिमेन्ट, सिमेन्ट हो। स्पेसिफिक ग्राभिटी अफ सिमेन्ट इज कति हो त भन्दाखेरि तपाईँको 3.15 होइन। अब यो पार्ट केमा पनि आउँछ त, तपाईँको अब्जेक्टिभको पार्टमा पनि यो क्वेसन आउँछ है। तपाईँको वाट इज द स्पेसिफिक ग्राभिटी अफ सिमेन्ट भनेर सोधेको हुन्छ, त्यो कन्टेक्समा तपाईँले के भन्नु पर्यो त 3.15 भनेर भन्नु पर्यो होइन। अब स्पेसिफिक ग्राभिटी भनेको के हो त भन्दाखेरि जनरली तपाईँको के को रेसियो भन्दाखेरि स्पेसिफिक ग्राभिटी इज इक्वल्स टु अथवा इज द रेसियो बिट्विन होइन डेन्सिटी अफ सब्स्टान्स हो, डेन्सिटी अफ सब्स्टान्स बाई के छ त डेन्सिटी अफ वाटर होइन है। सब्स्टान्सको डेन्सिटी र वाटरको चाहिँ डेन्सिटी जुन छ यसको बिचको यो रेसियोलाई हामी के भन्छौँ त भन्दाखेरि चाहिँ स्पेसिफिक ग्राभिटी भनेर भन्छौँ होइन। अब यसमा बुझ्नुपर्ने कुरा के छ त भन्दाखेरि जब चाहिँ तपाईँको स्पेसिफिक ग्राभिटीको भ्यालु होइन, स्पेसिफिक ग्राभिटीको भ्यालु जब चाहिँ तपाईँको ग्रेटर देन 1 हुन्छ होइन, 1 भन्दा ग्रेटर हुँदाखेरि चाहिँ त्यो बेलामा चाहिँ कस्तो खालको कन्डिसन एराइज हुन्छ भन्ने कुरा आउँछ यहाँनिर होइन। क्वेसन आउँछ एमसिक्यूमा चाहिँ सोधिदिन सक्छ होइन। स्पेसिफिक ग्राभिटीको भ्यालु तपाईँको चाहिँ ग्रेटर देन 1 हुँदाखेरि चाहिँ यति बेलाको चाहिँ कन्डिसन होइन, सब्स्टान्सको कन्डिसन के हुन्छ भनेर सोध्छ। अब त्यो बेलामा तपाईँहरूले के भन्नु पर्यो भन्दाखेरि यति बेलामा चाहिँ सब्स्टान्स चाहिँ बढी चाहिँ तपाईँको के हुन्छ, डेन्सर हुन्छ कि है। सब्स्टान्स इज मोर डेन्सर हो, मोर डेन्सर देन वाटर भनेर भनिन्छ हो। अब यति बेला चाहिँ के हुने भयो त, सब्स्टान्स चाहिँ वाटर भन्दा बढी डेन्सर हुने भयो, त्यो कारणले गर्दाखेरि सो इट सिङ्क्स है, यो के हुन्छ त डुब्छ होइन। यदि चाहिँ स्पेसिफिक ग्राभिटीको भ्यालु चाहिँ ग्रेटर देन 1 भयो भनेदेखि चाहिँ सब्स्टान्स चाहिँ वाटर भन्दा बढी डेन्सर हुन्छ, त्यो कारणले गर्दाखेरि यो चाहिँ सब्स्टान्स चाहिँ कुनै पनि मेटेरियल चाहिँ के हुन्छ पानीमा डुब्छ भनेर चाहिँ भनेको। अब अर्को केस छ तपाईँको होइन, अर्को केसमा चाहिँ तपाईँको स्पेसिफिक ग्राभिटी चाहिँ तपाईँको चाहिँ होइन कुनै पनि मेटेरियलको स्पेसिफिक ग्राभिटी चाहिँ तपाईँको लेस देन 1 भएको कन्डिसनमा है, यो 1 भएको कन्डिसन लेस देन 1 भएको कन्डिसनमा के हो त भन्दाखेरि substance is substance is less denser than water होइन।
वाटर भन्दा कम डेन्सर हुन्छ हैन, अथवा भनौँ वाटरको वेटले त्यसलाई के गर्छ त सब्स्टान्सको वेटलाई चाहिँ माथि पुसअप गर्छ, बुएन्सी फोर्सले चाहिँ पुसअप गर्छ हैन। सो इट के हुन्छ त फ्लोट्स अन वाटर सर्फेस हैन त, वाटरको सर्फेसमा के गर्छ त फ्लोट गर्छ, तैरिन्छ है। यो कन्टेक्स्ट छ। अब यसमा जाँदाखेरि स्पेसिफिक ग्राभिटीको कुरा पनि आयो हो, सँगसँगै के छ त भन्दाखेरि तपाईँको चाहिँ यो भ्यालुको यो कुरा पनि आयो, सँगसँगै के छ त सिमेन्टको तपाईँको होइन, सिमेन्टको चाहिँ तपाईँको सिमेन्ट भन्ने मेटेरियलको चाहिँ तपाईँको स्पेसिफिक ग्राभिटी पनि आयो होइन। त्यसले चाहिँ 3.15 को नेचर चाहिँ तपाईँको चाहिँ देखाउँछ भन्ने कुरा भयो, एउटा प्रोपर्टिज यो भयो है। त्यसपछि गएर चाहिँ अर्को प्रोपर्टिज भनेको के हो त भन्दाखेरि वाटर एब्जर्प्सन होइन, वाटर एब्जर्प्सन water absorption should not be more than should not be more than 5% भनेर भन्छ हो। वाटर एब्जर्प्सन शुड नट बी मोर देन 5% होइन, सिमेन्ट पार्टिकलले तपाईँको चाहिँ 5% भन्दा बढी वाटर चाहिँ तपाईँको चाहिँ एब्जर्ब गर्न भएन। त्योभन्दा बढी वाटर एब्जर्ब गर्यो भने के भयो त भन्दाखेरि सिमेन्टको स्ट्रेन्थलाई पनि के भयो त यसले डिक्लाइन गर्दै जाने भयो। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको कङ्क्रिटको जुन मिक्सर हुन्छ त्यो कङ्क्रिटको मिक्सरलाई चाहिँ यसले चाहिँ तपाईँको चाहिँ इनइफेक्टिभ बनाउने भयो होइन, इफेक्टिभ बनाउने भएन, बन्डिङहरू चाहिँ स्ट्रेन्थहरू चाहिँ यसले चाहिँ घटाइदिँदै जाने भयो हो, डिक्लाइन गर्ने भयो होइन। बेसिकली त यो के हुन्छ त भन्दाखेरि कङ्क्रिटमा चाहिँ यसले चाहिँ यो वाटर एब्जर्प्सन बढी भइदियो भनेदेखि सिमेन्टको चाहिँ के हुने भयो त कङ्क्रिटको चाहिँ जुन स्ट्रेन्थ छ त्यो स्ट्रेन्थलाई चाहिँ यसले घटाइदिन्छ। त्यो सँगसँगै गर्दा वर्केबिलिटी पनि यसले के गरिदिन्छ, वर्केबिलिटीलाई पनि के हुन्छ इट डिक्लाइन्स द वर्केबिलिटी हो, वर्केबिलिटी अफ कङ्क्रिट होइन, कङ्क्रिटको वर्केबिलिटीलाई पनि यसले के गर्छ त भन्दाखेरि डिक्लाइन गरिदिन्छ। सँगसँगै के गर्छ यसले अर्को कुरा के पनि गर्छ भन्दाखेरि डिक्लाइन्स द स्ट्रेन्थ होइन, डिक्लाइन्स द स्ट्रेन्थ अफ कङ्क्रिट, कङ्क्रिटको स्ट्रेन्थलाई पनि यसले के गर्छ त डिक्लाइन गरिदिन्छ हो। वाटर एब्जर्प्सन तपाईँको चाहिँ 5% भन्दा बढी गइदियो भनेदेखि चाहिँ होइन, 5%सम्म भइदियो भनेदेखि चाहिँ यो फ्याक्टरलाई फेरि के गर्छ त भन्दाखेरि एसिस्ट गर्छ हो। त्यो कारणले गर्दाखेरि क्वालिटेटिभ कङ्क्रिट चाहिँ तपाईँको प्रड्युस गर्न सकिन्छ र क्वालिटेटिभ कङ्क्रिटलाई चाहिँ तपाईँको चाहिँ रिक्वायर्ड साइडमा चाहिँ प्लेसिङ गर्न सकिन्छ र क्वालिटेटिभ कङ्क्रिटलाई चाहिँ ह्यान्डलिङ मजाले गर्न सकिन्छ है, त्यो पोर्सन छ। अब अर्को पार्ट भनेको अर्को प्रोपर्टिज भनेको के हो त भन्दाखेरि चाहिँ यहाँनिर हेर्नु, अब सिमेन्टको चाहिँ डेन्सिटी भनेको कति हुनुपर्छ त नि भन्ने कुरा छ हो। डेन्सिटी अफ सिमेन्ट इज कति हो त 1440 किलोग्राम पर मिटर क्युब, यसको युनिट भनेको कति हो त किलोग्राम पर मिटर क्युब होइन। सिमेन्टको चाहिँ डेन्सिटी, पहिला सुरु डेन्सिटी भनेको के हो त भन्दाखेरि अब डेन्सिटी भनेको के हो त पनि बुझ्नु पर्यो होइन। डेन्सिटी इक्वल्स टु हो मास बाई भोल्युम होइन, मास र भोल्युम बेसको चाहिँ रेसियोलाई हामी के भन्छौँ त डेन्सिटी भनेर भन्छौँ है। अब यसमा चाहिँ मास केमा हुन्छ केजीमा हुन्छ हो, भोल्युम केमा हुन्छ त मिटर क्युबमा, यसको एसआई युनिट यो हो भनेपछि यसको युनिट कति रहेछ त केजी पर मिटर क्युब है, केजी पर मिटर क्युब रहेछ होइन, यो हिसाबमा छ है। अब यसमा जाँदाखेरि चाहिँ तपाईँको सिमेन्टको चाहिँ डेन्सिटी कति हुन्छ भनेर चाहिँ कहिलेकाहीँ एमसिक्यूमा पनि सोधिदिन्छ, त्यति बेला केमा टिक लगाउनु पर्यो त भ्यालु भनेको तपाईँको चाहिँ 1440 केजी पर मिटर क्युबमा चाहिँ तपाईँले चाहिँ टिक लगाउनु पर्यो हो। अब यसमा हेर्नु डेन्सिटीलाई हामीले रोले इन्डिकेट गर्न पनि सक्छौँ होइन। अब तपाईँको चाहिँ वाटरको लागि चाहिँ डेन्सिटी कति हुन्छ त, डेन्सिटी अफ वाटर होइन, वाटरको डेन्सिटी कति हो त 1000 हो किलोग्राम पर मिटर क्युब। यो भ्यालु पनि कति बेला चाहिँ करेक्ट हुन्छ भन्दाखेरि चाहिँ तपाईँको
correct at 4 डिग्री सेल्सियस हैन 4 डिग्री सेल्सियसमा चाहिँ यो ठ्याक्क वाटरको डेन्सिटी कति हुन्छ त भन्दाखेरि तपाईको 1000 किलोग्राम पर मिटर क्युब हुन्छ है यति बेला चाहिँ वाटरको डेन्सिटी चाहिँ है यो चाहिँ के हो फिक्स्ड हो ठीक छ अब त्यसपछि जाउँ एभरेज साइज अफ सिमेन्ट पार्टिकल हो एभरेज साइज अफ सिमेन्ट पार्टिकल कति हुन्छ त भन्दाखेरि तपाईको अहिले पनि भनिदिएको थिएँ मैले 15 माइक्रोमिटर हैन एमसीक्यू मा आयो भनेदेखि चाहिँ यो कुरा लेख्नु यो तपाईले सिमेन्ट पार्टिकलको एभरेज साइज भनेको कति हुन्छ त तपाईको 15 माइक्रोमिटर ठीक छ अब प्रपर्टिजहरु यही हो है त्यसको युनिक फिचरहरु हैन सिमेन्ट पार्टिकलको एभरेज साइज भनेको तपाईको चाहिँ 15 माइक्रोमिटर हुने रहेछ हो त्यसपछि गएर स्पेसिफिक ग्राभिटी भनेको तपाईको चाहिँ 3.15 हुनु पर्दो रहेछ अनि त्यसपछि गएर अर्को युनिक फिचर भनेको चाहिँ सिमेन्ट पार्टिकलले तपाईको चाहिँ के रहेछ त 5% भन्दा बढी वाटर चाहिँ एब्जर्ब गर्न नहुने रहेछ त्यसपछि गएर चाहिँ तपाईको सिमेन्टको डेन्सिटी भनेको कति हुनुपर्ने रहेछ त 1440 किलोग्राम पर मिटर क्युब हुनुपर्ने रहेछ हो यो के हो त भन्दाखेरि चाहिँ फिचर्स अथवा प्रपर्टिज अफ द सिमेन्ट हैन त्यसरी बुझ्नु पर्यो त्यसपछि गएर अर्को के हो त भन्दाखेरि 1 bag of cement हैन 1 bag of cement हो 1 bag of cement contain कति कन्टेन गरेको हुन्छ त कन्टेन 50 केजी सिमेन्ट हैन एउटा ब्याग तपाईको कति मासको हुन्छ त भन्दाखेरि 50 केजी को हुन्छ यसको वेट भनेको 50 केजी हुन्छ त्यसपछि गएर तपाईलाई यसलाई लिटरतिर जानुभयो भने चाहिँ 35 लिटरमा चाहिँ यसलाई कन्भर्ट गर्न सकियो हो तपाईको भोल्युमतिर जानुभयो भनेदेखि चाहिँ यसको भोल्युम भने कति हुने भयो त 0.35 मिटर क्युब हुने भयो हो यो मेजरली चाहिँ सोध्ने क्वेशन हो यो दुईटा चाहिँ हैन तपाईको चाहिँ 1 ब्याग अफ सिमेन्टमा चाहिँ कति मास हुन्छ कति वेट हुन्छ भन्दाखेरि चाहिँ तपाईले के भन्नु पर्यो 50 केजी मा तपाईले टिक लगाउनु पर्यो हो त्यसपछि गएर भोल्युम कति हुन्छ भनेर सोधेको कन्डिसनमा तपाईको 0.35 मिटर क्युब हुन्छ भनेर चाहिँ भन्नु पर्यो है त्यो सँगसँगै अर्को यसले देखाउने चाहिँ नेचर अथवा प्रपर्टिज भनेको के हो त भन्दाखेरि चाहिँ कलर अफ सिमेन्ट हो कलर अफ सिमेन्ट कस्तो हुन्छ त तपाईको कस्तो खालको कलर यसले प्रोसेस गर्छ सिमेन्टले कस्तो खालको कलर प्रोसेस गर्छ हेर्दाखेरि हेर्नु भयो होला नि हल्का हल्का चाहिँ तपाईको चाहिँ हरियो हरियो जस्तो चाहिँ हैन फाइन पाउडर हैन जसमा चाहिँ तपाईको चाहिँ ग्रे टाइप पनि हुन्छ ग्रीनिश ग्रे टाइपको चाहिँ तपाईको के हुन्छ त कलर यसले चाहिँ प्रेजेन्ट गरेको हुन्छ यसलाई हामी के भन्छौँ त ग्रीनिश कलर पनि भनेर भन्छौँ हो GREENISH हैन प्रोसेस ग्रीनिश कलर अफ सिमेन्ट अथवा चाहिँ भनौँ सिमेन्ट प्रोसेस ग्रीनिश कलर हैन यसले चाहिँ यो प्रपर्टी चाहिँ देखाउनु पर्यो यो कलरमा चाहिँ तपाईको के हुनु पर्यो त भन्दाखेरि चाहिँ ग्रीनिश कलर चाहिँ तपाईको चाहिँ हुनु पर्यो ठीक छ ग्रीनिश कलर हुनु पर्यो हैन ग्रीनिश ग्रे टाइपको चाहिँ कलर चाहिँ कन्टेन गरेको हुन्छ त्यस्तै गरेर चाहिँ तपाईको चाहिँ अर्को देखाउने फिचर भनेको के हो त भन्दाखेरि तपाईले चाहिँ जब सिमेन्टको पार्टिकललाई चाहिँ दुईटा औँला बीच रगड्नुहुन्छ हो तपाईले चाहिँ यसरी चाहिँ रगड्दाखेरि चाहिँ के हुनु पर्यो तपाईलाई चाहिँ स्मुथ फिल हुनु पर्यो रफ फिल हुनु भएन कि स्मुथ पाउडर जस्तो हैन तपाईले पाउडर पनि युज गर कतिजनाले पाउडर युज गर्नुहुन्छ होला पाउडर बीचमा रब गर्यो भनेदेखि के हुन्छ त स्मुथ फिल हुन्छ नि हैन तपाईको चाहिँ दुईटा औँला बीचमा चाहिँ रब गर्दाखेरि चाहिँ तपाईको मसार्दाखेरि चाहिँ त्यो स्मुथ मुलायम तरिकाको चाहिँ हुनु पर्यो हैन हो should feel smooth while rubbed
बिट्विन द फिङ्गर होइन। अब कहिलेकाहीँ चाहिँ व्हाट आर द प्रपर्टिज अफ सिमेन्ट भनेर व्हाट आर द प्रपर्टिज अफ सिमेन्ट भनेर यो आउँछ क्वेसनमा। अरू क्वेसन पनि थपिएको हुन्छ। कहिलेकाहीँ यसलाई चाहिँ हामी 2.5 मा चाहिँ क्वेसन दिएको यसरी देख्न सक्छौँ सब्जेक्टिभ पोर्सनमा हो। त्यो आउँदाखेरि अहिले तपाईँलाई जतिवटा पोइन्ट मैले भनिदिएँ त्यतिवटा पोइन्ट लेख्नुभयो भनेदेखि चाहिँ 2.5 तपाईँलाई चाहिँ फिक्स स्कोर गर्न चाहिँ सजिलो हुन्छ। फिक्स 2.5 तपाईँलाई चाहिँ आउँछ है यो क्वेसनमा। यो यति लेख्नुभयो, यो कन्टेन्ट लेख्नुभयो भने ठिक छ। अब यसपछि चाहिँ तपाईँहरूलाई चाहिँ अब स्टोरेज र ट्रान्सपोर्टेसनको कुरा छ हो। सिमेन्टको स्टोरेज र ट्रान्सपोर्टेसनको कुरा छ। अब यसमा क्वेसन कसरी आउँछ भन्ने कुरा छ। अब यो चाहिँ 5 मार्क्समै सोधिदिन सक्छ तपाईँहरूलाई चाहिँ है। सब्जेक्टिभ पोर्सनतिर जानुभयो भने यसमा चाहिँ तपाईँले क्वेसन हेर्नु पहिला। What are the factors that should be considered? Oh, that should be considered while storing and transporting of cement हो। यसरी चाहिँ क्वेसन आउँछ तपाईँलाई चाहिँ 5 मार्क्समा सिभिल सबमा। व्हाट आर द फ्याक्टर्स द्याट शुड बी कन्सिडर व्हाइल स्टोरिङ एन्ड ट्रान्सपोर्टिङ अफ सिमेन्ट होइन। यो चाहिँ आइराखेको क्वेसन हो, मेजरली आइराखेको क्वेसन हो है। यसरी चाहिँ तपाईँलाई चाहिँ क्वेसन सोध्छ होइन। अथवा तपाईँको चाहिँ स्टोरेज र ट्रान्सपोर्टेसनको चाहिँ कसरी गरिन्छ भनेर हाउ, यसमा चाहिँ हाउ राखेर पनि क्वेसन आउँछ है। हाउ राखेर पनि क्वेसन आउँछ होइन। तर यो दुइटै क्वेसनमा चाहिँ के छ त भन्दाखेरि चाहिँ कन्टेन्ट एउटै हो होइन। यो दुइटै क्वेसन, यो दुइटै प्याटर्नको क्वेसनमा चाहिँ कन्टेन्ट तपाईँको एन्सर के हुन्छ त भन्दाखेरि नर्मल्ली एउटै हुन्छ होइन। तपाईँले ध्यान दिनुपर्ने कुरा के हो त भन्दाखेरि नर्मल्ली एउटै हुन्छ। तपाईँको चाहिँ होइन कन्टेनरभित्र राख्दाखेरि अथवा गोदाममा राख्दाखेरि चाहिँ तपाईँले सिमेन्ट राख्दाखेरि चाहिँ के कुरामा ध्यान दिनुपर्छ हो। तपाईँको चाहिँ सिमेन्ट ओसार पोसार गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने के कुरा हो भनेर चाहिँ यसले चाहिँ सोधेको छ है। त्यसरी बुझ्दाखेरि चाहिँ हुन्छ। ठिक छ। अब यसमा जाँदाखेरि चाहिँ तपाईँको स्टोरेज एन्ड ट्रान्सपोर्टेसनमा जानुभयो भने के प्यारामिटरलाई कन्सिडर गर्नुपर्ने हो त नि। स्टोरेज एन्ड ट्रान्सपोर्टेसन हो। यसमा जानुभयो भनेदेखि अब पहिला चाहिँ तपाईँलाई एउटा कुरा भनिदिन्छु म यहाँनिर इनिसियल सेटिङ र फाइनल सेटिङको कुरा यो पनि मेजरली सोधिरहेको हुन्छ है। इनिसियल सेटिङ अफ सिमेन्ट भनेको कुन सिमेन्ट हो त? यो हाइड्रोलिक सिमेन्ट जसलाई हामी के पनि भन्छौँ त पोर्टल्यान्ड सिमेन्ट पनि भनेर भन्छौँ। अर्को के छ फाइनल सेटिङ, यसको सेटिङ टाइम कति हुन्छ भन्ने कुरा हो है। फाइनल सेटिङ अफ सिमेन्ट दुइटै के हो त पोर्टल्यान्ड सिमेन्ट अथवा के हो हाइड्रोलिक सिमेन्ट अथवा हामीले युज गर्ने सिमेन्टहरू हो है। जनरली तपाईँको यो रेसिडेन्टल बिल्डिङहरूमा तपाईँ जस्तै हाइराइज बिल्डिङहरूमा के छ त भन्दाखेरि चाहिँ युज गर्ने नर्मल्ली युज गर्ने सिमेन्टको कुरा छ यहाँनिर। यसमा तपाईँको चाहिँ 30 मिनट हुन्छ इनिसियल सेटिङ टाइम भनेदेखि चाहिँ तपाईँको यो तलको भनेको कति हुन्छ फाइनल सेटिङ टाइम भनेको कति हुन्छ त 600 मिनट हुन्छ हो। यसरी चाहिँ दिएको हुन्छ। अब यो पनि तपाईँको चाहिँ एमसिक्यू पार्टमा चाहिँ इम्पोर्टेन्ट क्वेसन है। व्हाट इज द इनिशियल सेटिङ अफ अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट भनेर पनि सोधिएको हुन्छ कहिलेकाहीँ। अथवा व्हाट इज द इनिशियल सेटिङ टाइम अफ इनिशियल सेटिङ टाइम हो है। इनिशियल सेटिङ टाइम र अर्को के हो त यो फाइनल सेटिङ टाइम हो है। फाइनल सेटिङ टाइम अफ सिमेन्ट भनेर चाहिँ सोधिएको हुन्छ होइन। त्यो बेलामा केमा टिक लगाउनु पर्यो त भन्दाखेरि अप्सन इनिशियल सेटिङ टाइम भयो भनेदेखि तपाईँको चाहिँ यो चाहिँ 30 मिनटमा तपाईँले चाहिँ टिक लगाउनु पर्यो हो। फाइनल सेटिङ टाइम हो भनेदेखि चाहिँ तपाईँको
600 मिनेटमा चाहिँ तपाईँले चाहिँ टिक लगाउनु पर्यो। सिमेन्टको टाइप दिएको हुन्छ, अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट अथवा हाइड्रोलिक सिमेन्ट भनेर चाहिँ दिएको हुन्छ, अथवा नर्मली तपाईँको चाहिँ सिमेन्ट मात्रै भनेर दिएको कन्डिसन हुन्छ होइन। तपाईँको ऱ्यापिड हार्डनिङ सिमेन्ट होइन, त्यसपछि कलर्ड सिमेन्टहरू होइन, योहरू भनेको के हो त फरक किसिमको है, अथवा क्विक सेटिङ सिमेन्ट भनेको चाहिँ के हो त फरक हुन्छ। यिनीहरूको के हुन्छ त तपाईँको स्ट्रेन्थ गेन गर्ने टाइम पनि यिनीहरू नर्मली योभन्दा चाहिँ छिटो हुन्छ भनेदेखि चाहिँ सेटिङ हुने टाइम पनि योभन्दा छिटो हुन्छ। तिनीहरू भनेको के हो त भन्दाखेरि चाहिँ एक्सेप्सनल केसेसहरूमा चाहिँ युज गर्ने, जस्तै अन्डर वाटरको स्ट्रक्चरहरू बनाउनु पऱ्यो भनेदेखि चाहिँ क्विक सेटिङ टाइपको सिमेन्टहरू युज गर्ने। तपाईँको चाहिँ के छ त भन्दाखेरि अन्डरग्राउन्ड तपाईँको चाहिँ स्टोरेज ट्याङ्कहरू होइन, वाटर स्टोरेज ट्याङ्कलाई चाहिँ रिपेयर गर्नुपर्ने छ भनेदेखि चाहिँ त्यस्तो ठाउँमा चाहिँ त्यो सिमेन्टहरू चाहिँ युज गरिन्छ, क्विक सेटिङ सिमेन्ट होइन। अनि ऱ्यापिड हार्डनिङ सिमेन्ट हो, त्यो खालको चाहिँ सिमेन्टहरू चाहिँ त्यता युज गरिन्छ। अब मेजरली तपाईँको चाहिँ यो स्टोरेजको केसमा चाहिँ तपाईँको चाहिँ ध्यान दिनुपर्ने कुराहरू के हो त भन्ने कुरामा जाउँ पहिला। अब स्टोर गर्दाखेरि चाहिँ सुक्खा ठाउँमा स्टोर गर्नु पर्यो हो, जहाँनिर चाहिँ मोइस्चर कन्टेन्ट कम छ होइन, मोइस्चर कन्टेन्ट तपाईँको 0 छ त्यस्तो ठाउँमा चाहिँ हुनु पर्यो। यदि मोइस्चर भइदियो भने त के हुन्छ त भन्दाखेरि सिमेन्ट सेट हुन थाल्छ होइन, मोइस्चरसँग चाहिँ रियाक्ट गर्छ र सिमेन्ट के हुन्छ त सेट हुन थाल्छ। तपाईँको चाहिँ युज हुनभन्दा अगाडि नै तपाईँको हो वर्किङ प्लेसमा तपाईँले सिमेन्ट युज गर्नुभन्दा अगाडि नै तपाईँको सिमेन्ट चाहिँ के हुन्छ त भन्दाखेरि सेट हुन थाल्छ, जसले चाहिँ बोन्डिङ गर्न थाल्छ र त्यो पछि चाहिँ तपाईँको चाहिँ साइडमा गएर युज गर्नुभयो भनेदेखि चाहिँ त्यसले चाहिँ राम्रोसँग बोन्डिङ गर्दैन र त्यसको स्ट्रेन्थ पनि के हुन्छ त भन्दाखेरि घटेर गएको हुन्छ। त्यसको कारणले गर्दाखेरि वर्क अफ क्वालिटी के हुने भयो त भन्दाखेरि लो हुने भयो, अथवा चाहिँ के हुन्छ क्वालिटी अफ कङ्क्रिट के हुने भयो त भन्दाखेरि चाहिँ डिक्लाइन हुने भयो होइन। हामीले चाहे अनुरूपको चाहिँ तपाईँको चाहिँ कङ्क्रिटको क्वालिटी चाहिँ आउने भएन होइन। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको सुक्खा ठाउँमा हुनु पर्यो हो। अब सुक्खा ठाउँमा हुनु पर्यो, सुक्खा ठाउँमा पनि कस्तो भन्दाखेरि तपाईँको चाहिँ केही प्लेटफर्महरू चाहिँ रेज गरेर राखिन्छ, जस्तै वुडन प्लाङ्क्सहरू चाहिँ होइन रेज गरेर सर्टेन हाइटमा चाहिँ रेज गरेर राख्छौँ। त्यो सर्टेन हाइट भनेको कति हो त भन्दाखेरि तपाईँको मिनिमम पनि 20 सेन्टिमिटर हो। 20 सेन्टिमिटरसम्म चाहिँ तपाईँले चाहिँ त्यो प्लान्टलाई चाहिँ वुडन प्लान्टलाई चाहिँ यो चाहिँ मिनिमम हाइट हो, त्यसलाई रेज गरेर फ्लोर लेभलबाट चाहिँ 20 सेन्टिमिटर चाहिँ तपाईँको चाहिँ मिनिमम हाइट रेज गरेर चाहिँ यहाँमाथि चाहिँ तपाईँको सिमेन्टको ब्याग चाहिँ राख्न सक्नुहुन्छ हो। अब यहाँनिर हेर्नु, while storing the cement, मैले अहिले यो पेनको चाहिँ बटम साइडबाट लेख्दैछु, त्यो कारणले गर्दाखेरि अलिकति नबिग्रिन सक्छ है। while storing the cement in room हो, it should be stacked हो, चाङ लगाएर राख्ने भनेको स्ट्याक भनेको it should be stacked on a raised वुडन प्लेटफर्म। वुडन प्लेटफर्म भने पनि भयो, मेजरली त अब वुडन प्लेटफर्मै युज गरिन्छ, काठको नै युज गरिन्छ होइन। अथवा के भन्न सकियो त भन्दाखेरि वुडन तपाईँको यहाँ मेटेरियल दिएको छैन भने रेस्ट प्लेटफर्म विथ के भन्न सकियो, विथ वाटर प्रुफिङ मेटेरियल्स हो, एउटा यो कुरा हुन पर्दो रहेछ होइन। सुड बी स्ट्याक्ड अन रेस्ड वुडन प्लेटफर्म विथ वाटर प्रुफिङ मेटेरियल। अब त्यो रेस्ट कति हो त भन्दाखेरि तपाईँको यहाँनिर हेर्नु, रेस्ट कति पर्सेन्ट रेस्ट गर्नुपर्ने हो त यो प्लेटफर्मलाई भन्दाखेरि मिनिमम 20 सेन्टिमिटर चाहिँ तपाईँको चाहिँ रेज गर्नुपर्छ है यो प्लेटफर्मलाई चाहिँ, ठिक छ। त्यस्तै गरी चाहिँ सिमेन्ट ब्यागलाई चाहिँ तपाईँको रुममा स्टोर गर्दाखेरि सिमेन्ट ब्याग should be kept at 30 centimeter apart from the वाल है। तपाईँको भित्ताबाट चाहिँ तपाईँको चाहिँ 30 सेन्टिमिटरको दूरीमा चाहिँ तपाईँको चाहिँ सिमेन्ट ब्यागलाई चाहिँ चाङ लगाएर जुन राख्नुहुन्छ हो, यो प्लेटफर्म छ हो, यो के हो त भन्दाखेरि वुडन प्लेटफर्म छ हो। अब यसमा चाहिँ तपाईँले चाहिँ के छ त भन्दाखेरि बोरा चाङ लगाएर राख्नुहुन्छ होइन।
यसरी चाहिँ बोरा बोरा तपाईँको चाहिँ चाङ लगाएर राख्नुहुन्छ यो भर्टिकल्ली होइन। त्यस्तै तपाईँको के छ त यो होरिजेन्टली यता पनि भयो होइन, यसरी जानुहुन्छ। अब यो रेज भनेको तपाईँको यहाँनिर दिएको छ 20 सेन्टिमिटर हो, 20 सेन्टिमिटरसम्म रेज गर्नुपर्छ भनेको छ भनेदेखि चाहिँ तपाईँको अब यतापट्टि त वाल हुन्छ नि त हो, तपाईँको चाहिँ कोठाको चाहिँ जुन चाहिँ भित्ता छ यो भित्ताबाट चाहिँ तपाईँको के हुनु पर्यो त भन्दाखेरि 30 सेन्टिमिटरको दूरीमा चाहिँ हुनु पर्यो कि यो चाङ भनेको चाहिँ हो। यो भित्ता छ हो यहाँनिर, अब यसको बिचको चाहिँ दूरी भनेको कति हुनु पर्यो 30 सेन्टिमिटर होइन। होइन भनेदेखि के हुने भयो त यो भित्ताकोबाट जुन मोइस्चर कन्टेन्ट हुन्छ, भित्तामा त मोइस्चर कन्टेन्ट भर बसेको हुन्छ होइन, अथवा चिसो हुन्छ होइन, त्यो चिसोले के हुने भयो त सिमेन्टलाई चाहिँ यसको स्ट्रेन्थलाई अथवा यसको क्वालिटीलाई चाहिँ डिक्लाइन गरिदिनु भयो। त्यो कारणले गर्दाखेरि वालबाट चाहिँ 30 सेन्टिमिटरको दूरीमा चाहिँ हामी सिमेन्टलाई चाहिँ चाङ लगाएर राख्दाखेरि 30 सेन्टिमिटरको दूरीमा चाहिँ राखिन्छ है। त्यसरी चाहिँ बुझ्नु पर्यो, ठिक छ। अब चाङ त लगाउने हो, चाङ लगाउने भन्ने बित्तिकै के छ त भन्दाखेरि भर्टिकल्ली तपाईँको चाहिँ यसरी चाहिँ राख्ने भयो सिमेन्टको बोराहरू चाहिँ हो, यसरी चाहिँ राखिन्छ होइन। तर एउटा चाङमा यसरी कतिवटासम्म बोरा राख्न मिल्छ भन्ने कुरा छ कि होइन। तपाईँको चाहिँ के छ त यसको पनि सर्टेन के छ त भन्दाखेरि चाहिँ नम्बर छ नि त हो, जति मन लाग्यो त्यति बोरा त राख्न मिल्दैन। त्यो अनुसार के छ त भन्दाखेरि रुमको हाइट पनि स्पेसिफाइड भएको हुन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ अब यसमा हेर्नु सिमेन्टको बोरा भनेको तपाईँको नर्मली यो भर्टिकल्ली स्ट्याक हुने ठाउँमा तपाईँको चाहिँ नम्बर अफ ब्याग भनेको तपाईँको कति हुनुपर्छ त भन्दाखेरि चाहिँ 12 होइन, 12 नम्बर अफ ब्याग हुनु पर्यो होइन, एउटा सिमेन्टको ब्याग होइन। एउटा चाङमा चाहिँ 12वटा चाहिँ तपाईँको चाहिँ सिमेन्टको बोरा चाहिँ राख्न सकियो है। त्यो चाहिँ के छ भर्टिकल्ली। वाइल हो स्ट्याकिङ cement bag vertically it shouldn't be more than 12 bags हो। एउटा चाङमा चाहिँ तपाईँको चाहिँ 12वटा चाहिँ सिमेन्टको बोरा हुनु पर्यो। ठिक छ, एउटा चाङमा तपाईँको 12वटा बोरा भन्दा बढी हुन भएन हो। यहाँनिर अझ क्लियर गर्नलाई तपाईँले के पनि लेख्न सक्नुहुन्छ भन्दाखेरि इन वान स्ट्याक भनेर पनि लेख्न सक्नुहुन्छ है। स्पेस बिट्विन द स्ट्याक अथवा पाइल हो, जुन चाङ लगाएर राख्नु भएको छ सिमेन्टको बोरा होइन, त्यो एउटा यो के छ रेजन प्लेटफर्म छ, रेज प्लेटफर्म छ एउटा रुममा हो। त्यसपछि गएर यहाँनिर तपाईँले चाहिँ यसरी चाहिँ चाङ लगाएर राख्नु भएको छ, यहाँबाट पनि सिमेन्टको चाहिँ बोरा चाङ लगाएर राख्नु भएको छ होइन। यो कतिवटा यो एउटा स्ट्याक भयो, अर्को स्ट्याक भयो, अर्को स्ट्याक भयो हो, यो अर्को स्ट्याक भयो, यो अर्को स्ट्याक भयो होइन, यसरी राख्नु भएको छ होइन। भनेपछि माथि भनेको चाहिँ यो एउटा स्ट्याकमा तपाईँको चाहिँ 12वटा बोरा हुनु पर्यो भनेर भनेको छ होइन। त्यस्तै चाहिँ अरू स्ट्याकमा पनि 12-12वटा बोरा हुन पर्यो। अब यो दुईटा चाङ बिचको चाहिँ दूरी कति हुनु पर्यो, यो बिचको चाहिँ दुईटा डिस्टेन्स चाहिँ कति हुनु पर्यो भन्दाखेरि चाहिँ 1.6 मिटर हुनु पर्यो क्या यो है। स्पेस बिट्विन द स्ट्याक अर पाइल इज कति हो त 1.6 मिटर होइन। दुईटा बिचको चाहिँ तपाईँको चाहिँ दूरी होइन, दुईटा चाहिँ तपाईँको चाङ बिचको चाहिँ दूरी कति हुनु पर्यो त भन्दाखेरि 1.6 मिटर हुनु पर्यो। ठिक छ, यसरी चाहिँ दिएको छ। यो पनि तपाईँको एमसिक्यूमा यो कुरा हो, एमसिक्यूमा आउँछ। त्यसपछि गएर यो कुरा पनि के छ एमसिक्यूमा आउँछ है। जनरली तपाईँहरूले चाहिँ यो कुराहरूमा चाहिँ ख्याल गर्नुपर्छ।
ठिक छ। अब यो सँगसँगै चाहिँ अब हाइट अफ सिमेन्ट ब्याग होइन, एउटा सिमेन्ट ब्यागको चाहिँ हाइट है सुताएर राख्दाखेरि कति हुन्छ भन्ने कुरा हो यो, 18 सेन्टिमिटर है। त्यसपछि गएर 1 ब्याग अफ सिमेन्ट इक्वल्स टु कति हुन्छ, 50 केजी। यो पनि अगाडि नै आइसकेको कुरा हो है। सिमेन्ट ब्यागको हाइट भनेको तपाईँको कति हुन्छ त, 18 सेन्टिमिटर। ठिक छ। ठिक छ। 1 ब्याग अफ सिमेन्ट कन्टेन्ट अथवा वाइल प्याकेजिङ 1 ब्याग अफ सिमेन्ट कन्टेन्ट भन्दै पनि हुन्छ, वाइल प्याकेजिङ होइन, तपाईँको चाहिँ प्याक गर्ने बेलामा चाहिँ होइन, प्याक गर्ने बेलामा चाहिँ एउटा बोरामा चाहिँ सिमेन्ट कति केजीको हुन्छ भन्ने हुन्छ, 50 केजी होइन। यो स्ट्यान्डर्ड वेट हो। र हाइट कति छ, 18 सेन्टिमिटर छ होइन। अब त्यसपछि गएर अहिले हामी के पढ्यौँ, भर्टिकल्ली स्ट्याक गर्दाखेरि चाहिँ कतिवटा चाहिँ ब्याग हुनुपर्छ भन्ने कुरा पढ्यौँ भनेदेखि चाहिँ हो तपाईँको अब होरिजेन्टली तपाईँको चाहिँ के छ त भन्दाखेरि प्लेस गर्दाखेरि हो, यो प्लेटफर्ममा तपाईँको के छ, यो प्लेटफर्म भयो हो। त्यसमा चाहिँ तपाईँको चाहिँ यो भर्टिकल्ली चाङ लगाएको छ होइन, भर्टिकल्ली यसरी चाङ लगाएको छ, 12वटा ब्याग हुनु भन्दा हुनु हुँदैन भनेर भनेको छ होइन। यसरी यो चाङ लगाएको ठाउँमा हो भनेपछि अब भर्टिकल्ली यो गयो। त्यसपछि गएर चाहिँ तपाईँको के छ त, यहाँ एउटा बोरा छ, यहाँ एउटा बोरा छ, यहाँ अर्को बोरा छ होइन, यहाँ अर्को बोरा छ होइन, यहाँ अर्को बोरा छ होइन। अब यो के छ त, यो होरिजेन्टली होइन, होरिजेन्टली पनि तपाईँले राख्दै जानुहुन्छ, यो भर्टिकल्ली माथि स्याङ लगाउँदै गयो, तेर्सो रूपमा पनि तपाईँको सुताउँदै तलतिर चाहिँ होरिजेन्टली पनि तपाईँको के छ त भन्दाखेरि बोराहरू त राख्दै गइएको छ नि त हो। भनेपछि अब यो बोराहरू चाहिँ कतिवटा राख्नुपर्छ भन्ने कुरा छ। भर्टिकल्ली स्ट्याक गर्दाखेरि तपाईँको के छ, 12वटा छ। अब यो होरिजेन्टली प्लेसिङ गर्दाखेरि तपाईँको के हुनु पर्यो त भन्दाखेरि 15वटा भन्दा बढी हुन भएन है। while placing the cement bag horizontally, it shouldn't be more than 15 bags होइन है, 15वटा भन्दा बढी हुन भएन है होरिजेन्टली प्लेस गर्दाखेरि है। यो होरिजेन्टली प्लेस गर्दाखेरि चाहिँ त्यसपछि गएर with shouldn't be greater than 3 मिटर हो र हाइट shouldn't be के छ, ग्रेटर अथवा greater than 2.7 मिटर है। होरिजेन्टली प्लेस गर्दा 15वटा भन्दा बढी हुन भएन हो। अब यसमा चाहिँ तपाईँको चाहिँ विथ भनेको तपाईँको 3 मिटर भन्दा बढी हुनु भएन र हाइट भनेको तपाईँको के छ, 2.7 मिटर भन्दा बढी हुन भएन। यो कुरा चाहिँ एकदम ख्याल गर्नु होला तपाईँहरूले। ठिक छ।
मेजरली तपाईँलाई चाहिँ चाहिने चाहिँ यो चाहिँ इम्पोर्टेन्ट टपिकहरू हो है यो केसमा चाहिँ, ठिक छ। अब सिमेन्टको स्ट्रेन्थको विषयमा जाउँ हो। स्ट्रेन्थ भनेको के त भन्दाखेरि त्यसले चाहिँ तपाईँको जस्तै 53 ग्रेडको 43 ग्रेडको स्ट्रेन्थ तपाईँको भनेर चाहिँ सिमेन्टको ब्यागहरूमा देख्न सक्नुहुन्छ नि। त्यो भनेको के हो त मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ हो, जसले चाहिँ तपाईँको चाहिँ 28 दिनपछि चाहिँ एटेन्ड गर्ने चाहिँ मिनिमम कम्प्रेसिभ स्ट्रेन्थ हो है। त्यसलाई चाहिँ त्यो कुरालाई चाहिँ इन्डिकेट गर्छ, मिनिमम कम्प्रेसिभ स्ट्रेन्थलाई चाहिँ इन्डिकेट गर्छ है त्यो ग्रेडले चाहिँ है। 53 ग्रेड 43 ग्रेड भनेर भन्छ नि होइन। तपाईँको ओबिसीको सिमेन्ट भनेको तपाईँको चाहिँ जनरली के हुन्छ त भन्दाखेरि 53 ग्रेडको हुन्छ भनेदेखि चाहिँ हो। पिपिसी भनेको तपाईँको चाहिँ 43 ग्रेडको हुन्छ, ठिक छ। अब यहाँ चाहिँ सिमेन्टको चाहिँ स्ट्रेन्थको विषयमा जाउँ होइन। स्ट्रेन्थ चाहिँ तपाईँको चाहिँ म्यानुफ्याक्चर भइसकेपछि हो कति जेलसम्म चाहिँ स्टोर गरिराख्यो भनेदेखि चाहिँ तपाईँको चाहिँ सिमेन्टको स्ट्रेन्थ चाहिँ कतिले चाहिँ डिक्रिज हुन्छ भन्ने कुरा छ होइन। यति सिमेन्ट चाहिँ तपाईँको चाहिँ 3 महिनाको लागि स्टोर गर्यो भने त्यसको स्ट्रेन्थ के छ त 20%ले रिड्युस भएर जान्छ हो। यदि सिमेन्ट चाहिँ तपाईँको चाहिँ 6 महिनाको लागि स्टोर गरेर राखेको छ भनेदेखि सिमेन्टको स्ट्रेन्थ भनेको तपाईँको 30%ले रिड्युस हुँदै जान्छ। यदि सिमेन्ट चाहिँ तपाईँको चाहिँ 12 महिनाको लागि चाहिँ स्टोर गरेर राखेको छ भनेदेखि चाहिँ कति हुने भयो त 40%ले तपाईँको रिड्युस हुँदै जान्छ। भनेदेखि चाहिँ 24 महिनाको छ भनेदेखि चाहिँ तपाईँ स्टोर गरेर राख्नु भएको छ भने त्यो चाहिँ तपाईँको 50%ले रिड्युस हुँदै जान्छ होइन। इफ cement is stored oh stored six months होइन 6 month strength reduced by कति त 30% हो, ठिक छ। अथवा यसमा चाहिँ सिमेन्ट आफ्टर भनेर लेखे पनि हुन्छ है। सिमेन्ट आफ्टर 12 months होइन 12 महिनापछि चाहिँ स्टोर गरेको 12 महिनापछि चाहिँ यसको के हुन्छ त स्ट्रेन्थ रिड्युस बाई 40% है, ठिक छ। त्यसपछि गएर सिमेन्ट आफ्टर 24 months ठिक छ स्ट्रेन्थ रिड्युस बाई 50% है। यो पनि तपाईँको चाहिँ जनरली के छ त तपाईँको के छ यो आइएमपी फर हो अब्जेक्टिभ यसरी चाहिँ दिएको हुन्छ है। अब अहिले स्टोरिङको कुरा आयो, ट्रान्सपोर्टेसनको कुरा गरेन भन्नुभयो होला। अब ट्रान्सपोर्टेसनको केसमा यस्तो छ, अब ट्रान्सपोर्ट गर्दाखेरि चाहिँ भेहिकलमा चाहिँ जुन लरीमा हामी ट्रकहरूमा चाहिँ ट्रान्सपोर्ट गर्छौँ
त्यो ट्रान्सपोर्ट गर्ने जुन भेहिकल जुन लरी छ त्यसको चाहिँ जुन ट्रेलर छ त्यो ट्रेलर के हुनु पर्यो त भन्दाखेरि सुक्खा हुनु पर्यो होइन, ड्राई कन्डिसनको हुनु पर्यो हो। त्यसपछि गएर त्योसँग चाहिँ के हुनु पर्यो भन्दाखेरि माथि कभर, ट्रेलरको माथि के हुनु पर्यो भन्दाखेरि कभरहरू चाहिँ जस्तै यो यहाँनिर हेर्न सक्नुहुन्छ, यो एउटा ट्रेलर छ होइन तपाईँको हो, यो एउटा के छ त टेलर हो होइन, ट्रान्सपोर्ट गर्ने बेलामा यो एउटा टेलर छ होइन। त्यसपछि गएर यो खाली यो चाहिँ यो जहाँनिर चाहिँ मेटेरियल राखिन्छ होइन, सिमेन्टहरू राखिन्छ, यो खाली भएको छ जुन ट्रेलर छ, यो एउटा ट्रक लरी भनेर भनौँ होइन। अब यसमा चाहिँ तपाईँको चाहिँ यो पोर्सन खाली राख्नुभयो भन्दाखेरि चाहिँ के हुने भयो त ओपन एटमोस्फियरसँग चाहिँ अथवा के भनौँ एटमोस्फियरसँग चाहिँ ओपनली कन्ट्याक्ट हुने भयो होइन, एक्सपोज हुने भयो होइन। जस्तै एटमोस्फियरमा के कन्टेन्ट हुन्छ त भन्दाखेरि तपाईँको मोइस्चर कन्टेन्ट भएर बसेको हुन्छ, त्यो कारणले गर्दाखेरि बोन्डिङ स्टार्ट हुन चाहिँ तपाईँको चाहिँ सिमेन्टको बोराभित्र रहेको सिमेन्टलाई चाहिँ बोन्डिङ स्टार्ट गर्नको लागि सजिलो हुन्छ, किन भन्दा मोइस्चरसँग रियाक्ट गर्छ, कहिलेकाहीँ पानी परिदिन सक्छ होइन लिएर आउँदा आउँदै होइन। त्यति बेला पनि के हुने भयो त भन्दाखेरि बोन्डिङ स्टार्ट हुने भयो तपाईँको चाहिँ प्लेसिङ गर्नुभन्दा अगाडि अथवा चाहिँ जहाँनिर चाहिँ वर्किङ प्लेस हो त्यसमा युज गर्नुभन्दा अगाडि नै तपाईँको सिमेन्ट सेट भएर चाहिँ गइदिनु भयो। त्यो कारणले गर्दाखेरि यस्तो लरीहरू अथवा ट्रकहरूमा चाहिँ ल्याउँदाखेरि यसको यो ट्रेलर चाहिँ तपाईँ के हुनु पऱ्यो, ड्राई हुनु पऱ्यो। त्यसपछि गएर चाहिँ तपाईँको एक्सटर्नल एटमोस्फियरबाट चाहिँ प्रोटेक्ट गर्नको लागि के गर्नु पऱ्यो भन्दाखेरि सर्टेन कभर यसमा चाहिँ के गर्नु त प्रोभाइड गरिदिनु पऱ्यो, त्रिपालहरू चाहिँ त्यसमा चाहिँ ओढाइदिनु पऱ्यो अथवा कुनै खालको चाहिँ वाटर प्रुफिङ मेटेरियलहरू जुन चाहिँ प्लास्टिक मेटेरियलहरू हुन्छ त्यसलाई चाहिँ माथिबाट चाहिँ तपाईँको चाहिँ ढाक्दिन पऱ्यो हो ट्रान्सपोर्टेसन गर्दाखेरि चाहिँ। अनि अर्को कुरा के छ त भन्दाखेरि चाहिँ तपाईँको ट्रान्सपोर्ट गरिराख्दाखेरि चाहिँ तपाईँको चाहिँ नेग्लेक्ट गरिदिनु भएन, ड्राइभरहरूले चाहिँ कहिले काहीँ के हुन्छ त भन्दाखेरि ओपन स्पेसमा चाहिँ तपाईँको चाहिँ ओपनली छोडिदिएको हुन्छ हो। त्यस्तो बेलामा पनि के हुने भयो त भन्दाखेरि कतिपय ठाउँमा चाहिँ हामीले चाहिँ सिमेन्टको बोराहरू चाहिँ चोरेको अवस्था पनि देख्न सक्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो होइन। त्यो कुरालाई पनि तपाईँको चाहिँ ध्यान दिनु पऱ्यो होइन। विशेष त तपाईँको ध्यान दिने भनेको चाहिँ यसको क्वालिटीलाई नै हो, यसलाई कभर गरेर चाहिँ लिएर दिनुपर्छ है, लिएर हिँड्दाखेरि। र अर्को कुरा के छ त भन्दाखेरि टेम्परेचर पनि तपाईँको चाहिँ यसमा चाहिँ मेन्टेन गर्नुपर्छ, नर्मल टेम्परेचर जुन छ त्यो नर्मल टेम्परेचरमै यसमा चाहिँ यसलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि चाहिँ ट्रान्सपोर्ट गर्नुपर्छ है, ठिक छ। एकदमै यो चाहिँ इम्पोर्टेन्ट हो, इक्जाम पोइन्ट अफ भ्यूबाट चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक हो तपाईँलाई। त्यही भएर चाहिँ आज चाहिँ मैले यो क्लास लिएको। तपाईँले अब हामीसँग चाहिँ आइग्लोब एकाडेमीको चाहिँ रेगुलर क्लासमा हुने स्टुडेन्टहरूले पनि यो पढ्न पाउनु भएको छ भने आइग्लोब एकाडेमी भन्दा चाहिँ बाहिर रहेको चाहिँ स्टुडेन्टहरूले पनि यो खालको चाहिँ कन्टेन्टहरू चाहिँ तपाईँले चाहिँ पाउनु भएको छ होइन। विथाउट एनी चार्जेस तपाईँहरूले चाहिँ यो कन्टेन्ट पाइराख्नु भएको छ। यो हामी चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ सधैँ चाहिँ एउटा चाहिँ इन्स्टिच्युट इस्टाब्लिस गरिसकेपछि त्यहाँबाट प्रोभाइड गर्ने भनेको एकाडेमिक इन्स्टिच्युट इस्टाब्लिस गरिसकेपछि त्यहाँबाट प्रोभाइड गर्ने भनेको के हो त भन्दाखेरि क्वालिटेटिभ एजुकेसन चाहिँ प्रोभाइड गर्ने हो होइन। अब हामी चाहिँ अब मनी माइन्डेडै हुँदै भनेदेखि चाहिँ फ्री लाइभ क्लासहरू चाहिँ हामी चाहिँ तपाईँको चाहिँ रन गर्ने थिएनौँ। तर कहिलेकाहीँ हामी के छ त भन्दाखेरि स्टुडेन्टहरूलाई चाहिँ कतिपय कुराहरूमा चाहिँ कन्फ्युजन भइरहेको हुन्छ, कुन कन्टेन्टलाई चाहिँ कति मा चाहिँ राखेर चाहिँ पढ्ने, कति खालको चाहिँ तपाईँको कस्तो खालको चाहिँ प्रायोरिटीमा राखेर पढ्ने होइन, कसरी चाहिँ क्वेसन आइरहेको छ, त्यसको रिजिडिटी के छ, फ्लेक्सिबिलिटी के छ भनेर त्यो खालको चाहिँ सामान्य खालको जानकारी पनि हामी तपाईँहरूलाई चाहिँ दिने गर्छौँ होइन, कतिपय समयमा दिने गर्छौँ। त्यही अन्तर्गतको चाहिँ आजको यो क्लास हो। हजुरहरूलाई चाहिँ अब कस्तो लाग्यो यसको चाहिँ फिडब्याकको लागि चाहिँ हामी चाहिँ तपाईँहरूसँगबाट चाहिँ अपेक्षा गरेका छौँ भनेदेखि चाहिँ अब हाम्रो संस्थामा तपाईँहरू चाहिँ जोडिन सक्नुहुन्छ। हामीले दिने तपाईँलाई चाहिँ प्रोभाइड गर्ने फेसिलिटी भनेको चाहिँ क्वालिटेटिभ फेसिलिटीहरू तपाईँहरूलाई चाहिँ प्रोभाइड गरेका छौँ। आजको क्लासको लागि धन्यवाद।